तुरन्त खान्छ होइन देशको हो त्यहाँ भोलि देश चलाउने हिसाबले एउटा विद्वान भएर छोरो देशमा आउनु अनि विकास गर्नु भन्ने चाहिँ म शुभकामना दिन चाहन्छु। अब हामी गेट एयरपोर्ट गेट आइपुगिसक्यौँ है। अब एयरपोर्ट गेटबाट हामी सरर अगाडि बढ्दैछौँ। ल हेलो 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 आज चाहिँ हाम्रो रोजेस कहाँ जाँदैछ? अस्ट्रेलिया जाँदैछ। हामी चाहिँ अहिले हामी यता छोरा भाइ यता हाम्रो चाहिँ रोजेस भाइ पढ्न जाँदैछ। ऊ चाहिँ आज हामी सिनामङ्गलको यो अतिथि होटलमा बसेर चाहिँ हामीले यहाँ सबै सामानहरू मिलाइसकेका छौँ। अब हामीले ट्याक्सी पनि बुक गरिसकेका छौँ। हाम्रो ट्याक्सी आउँछ, त्यसपछि हामी एयरपोर्ट जान्छौँ र एयरपोर्टसम्म हामीले उसलाई छोड्नको लागि म पनि यहाँ रेडी भएर बसिसकेको छु। हाम्रो ब्यागहरू सबै रेडी छ। ल यहाँ हाम्रो यहाँ फोन आइसक्यो। हेलो हजुर, यो अतिथि होटल अतिथि हजुर हजुर अलिकति तल थोरै तल हजुर होइन हामी माथि छौँ, कोठामा छौँ, हामी झरिहालौँ। ल भित्रै हाल्नु न, गाडी भित्रै हाल्नु। त्यहाँ हाम्रो सामानहरू छ अलिकति। ल हस् ल आइसक्यो अरे, तल आइसक्यो अरे। अब चाहिँ हाम्रो ट्याक्सी पनि आइसकेको छ है। अनि त्यसपछि हामी चाहिँ अब जान्छौँ एयरपोर्ट। अब उसको चाहिँ आज 1:30 बजेको फ्लाइट छ, 10 बजिसकेको छ। अब हामी यहाँबाट निस्किन्छौँ सबैजना साथीहरू। रोजेस भाइ है आज जाँदैछ अस्ट्रेलिया, राम्रोसँग जाने पढ्ने अब यस्तै हो है। ल हाम्रो राजदा यता आज राजदा चाहिँ फेरि आजै फर्किने भन्दै हुनुहुन्छ है। ब्यागहरू टक्क सबै रेडी भइसकेको छ। हाम्रो गाडी तल आइसकेको छ। अब हामी चाहिँ होटलको रुम कोठा छोडेर निस्किँदैछौँ। यहाँ हाम्रो ट्याक्सी आइसकेको छ। यता चाहिँ हाम्रो हामी बसेको होटल, यहाँ होटल अतिथि सेवा सदन। ट्याक्सी सरेर आइरहेको छ। हाम्रो भाइहरू चाहिँ माथिबाट ब्यागहरू झारिरहेछन्। त्यसपछि हामी ट्याक्क ट्याक्सी चढेर हामी एयरपोर्ट जान्छौँ। एयरपोर्ट पुगेपछि अनि बाँकी कुराहरू चाहिँ त्यहाँ केटाहरूले हजुर हजुर हामी यहाँ होटलबाट निस्किन लाग्यौँ। हजुर हजुर होइन रिसाउनु पर्ने कामै छैन नि हो। नगेन्द्र यहाँ कता छु भन्दै हुनुहुन्थ्यो केएमसीमा। त्यहीँ किन्दा हुँदैन अहिले, त्यहीँ छ ऊ त्यहाँ गेटमा। यता राजु दाई हाम्रो जसमा यता है यस्तो चाहिँ आनन्दले बस्नु भएको छ। नमस्कार। अब हामी एयरपोर्ट निस्किँदैछौँ। आज भाइ चाहिँ कहाँ छ अरे भाइको आज ट्रान्जिट? थाइल्यान्डमा, त्यसपछि अस्ट्रेलिया सरेर। अब हामी एयरपोर्ट गेट आइपुगिसक्यौँ है। अब एयरपोर्ट गेटबाट हामी सरर अगाडि बढ्दैछौँ।
साझा बसले यति चाहिँ यो चाहिँ राम्रो काम गर्छ है उहाँबाट डाइरेक्ट सुन्धाराबाट आउँछ किन हामी चाहिँ अहिले एयरपोर्ट झरिसकेका छौँ एयरपोर्टको यहाँ हाम्रो सामान पनि निस्किसक्यो रुजेश भाइले टक्कै कस्तो हुँदैछ भाइ मजा आइरहेछ ल अब हामी यहाँ पुरा गर्नुपर्ने प्रक्रियाहरू पुरा गरेर अनि फोटोसोटो खिच्न त अगाडि जानु पऱ्यो नि त के छ ट्रली ल्याउँ न एउटा उयो ट्रली लिँदा हुँदैन आज त त्यति धेरै भिड रहेनछ है आज त त्यति धेरै भिड रहेछ ल ल अब हाम्रो दाजुले किन आएन दाजु ल्याउनु न गुड्दैन ल हामी अब यहाँ ट्रली लिएर यो लगेजहरूलाई मिलाएर चाहिँ अनि त्यसपछि हामी फोटोसोटो खिच्ने काम हुन्छ त्यसपछि 10:30 बजे हाम्रो भाइ चाहिँ एयरपोर्टभित्र प्रवेश गर्नुपर्ने टाइम समय छ त्यस कारण चाहिँ अब हाम्रो राज दाइ तपाईँ जान लाग्नु भएको कि अब कहिले जाने हो हाम्रो राज दाइ ट्याक्कै यहाँ हिरो भनेर यसरी बसिरहनु भएको छ हजुर होइन उ त्यो चाहिँ अब उता रिटर्न हुने हो क्या निकाल्नै आएन रोजेश भाइले चाहिँ यहाँ ट्रली लिएर आउँदैछ है यसरी सर कस्तो मजा आइरहेछ है डराइरहेछ भाइ भाइको फर्स्ट टाइम इन्टरनेसनल यात्रा छ खै त अनि ऊ खै त ल्यापटप ब्याग चाहिँ खै त मैले लगेज पनि राखिदिइसकेँ भाइको ठ्याक्क भाइ अब के छ अब यहाँ यता कतै राखेर अनि यता कतै राखेर यो राखेर अनि यता जाउँ न अगाडि यसो फोटोसोटो खिचौँ यो त अनि अब यतै राख्नु पऱ्यो नि त कता राख्ने अब ल हामी यहाँ अब चाहिँ फोटो खिच्ने ठाउँतिर आइसकेका छौँ है हाम्रो रोजेश यता जाँदैछ तर यार बिहान त यो घाम उल्टो पर्दो रहेछ कि एन्टी लाइट पुरा एन्टी लाइट पर्दो रहेछ फोटो खिच्नु त आज चाहिँ खासै भिड रहन्छ है नत्र भन्दा त पुरै चापाचाप हुन्छ नि त अब भाइलाई खाजा उडाउने फोटोसोटो खिच्ने त्यसपछि अनि हामी आज यहाँबाट निस्किन्छौँ रोजेश भाइ चाहिँ आफ्नो सँगै जाने साथीहरूसँग कुराकानी गरिरहेको छ है अब उहाँ सँगै जाने हो उनीहरू अब हाम्रो साथी जाँदैछन् साथीलाई हाम्रो भोजन दाइ शुभ यात्रा राम्ररी पुग्नु राम्रो गर्नु होइन हो एकदम एकदम अङ्कलले पनि यहाँ टक्कै लगाएर लगाइदिनु लाग्नु भएको छ नेपालको चिनो नेपालको झन्डा हो माई गड ल है त ल एकचोटि ल हामीले खाजा पनि लगाइसक्यौँ अब भाइ जानको लागि पूर्ण रूपमा तयारी भइसक्यो है अब यो चाहिँ भित्र अब हामीले यो लान नमिल्ने भएकोले गर्दा चाहिँ अब यसलाई एकछिन अहिले भाइले खोलेर अनि लान मिल्छ तर ब्यागमा हालेर मिल्छ लाएर मिल्दैन क्या अब पर्दैन त ल अब यहाँ हाम्रो चाहिँ अब लगभग समय हुन लागिसकेको छ ए दाजु पनि ल दाजु चाहिँ एकदम
अहिले दाजुको पनि फ्लाइट विराटनगरको छ। दाजुलाई पनि अब मैले बिदा गर्दैछु। राम्रोसँग जानु होला। अब फेरि आउनु होला। रोशनलाई लिएर फेरि आउनु होला। त्यसपछि फेरि अनि चाहिँ अर्को भिडियो पनि बनाउनुपर्छ हामी है। पासपोर्ट निकाल्नु विषय यो राम्रो छ त्यो राम्रो छ। हजुर हजुर हामी त ठ्याक्कै यो फोटो खिच्ने ठाउँ छ नि त्यहीँ छौँ। होइन होइन फोटो हामी एयरपोर्ट छिरिसक्यौँ। ल हामी यो फोटो खिच्ने ठाउँमा छौँ क्या। हस् ल हस् हस्। के छ डकुमेन्टहरू चाहिँ एकदम अगाडि ट्याक्कै बुक गरेर बोकौँ किनभने त्यो अहिले निकाल्न गर्न सजिलो होस् न। ल अब हामी अब जाउँ त्यहाँ अगाडि। अब टाइम लगभग हुन लाग्यो नि 33:30 भइसक्यो। तर नगदा आउँदै हुन्छ त्यहाँ बस्दै गर्दा हुन्छ नि त। ल हाम्रो यहाँ नगेन्द्र भान्जा पनि आउँदै हुनुहुन्छ है। हामी यहाँ एकछिन कुर्नेछौँ। अब भाइ चाहिँ अगाडि जाँदैछ। खाजा चाहिँ लाएरै गएको भए हुन्थ्यो हुन चाहिँ है। तर अब हामी छिर्ने चाहिँ कहाँबाट हो त? रजेश भाइ अब त एकछिन उहाँ सोधौँ न अगाडि त्यहाँ काउन्टरमा यहाँ हेल्प डेस्कसम्म सोधौँ न। रजेश भाइ अब चाहिँ हिँड्छु जस्तो लागिसक्यो होला है। अब चाहिँ म जाँदैछु नि जस्तो लाग्यो होला। दाजुलाई चाहिँ कस्तो लाग्दैछ? बाउले पनि 14 वर्ष बिता छोरोले कति बिताउँछ नेपालमा। अब त्यस्तै छ। ठिक छ। म चाहिँ छोरोलाई चाहिँ म के भन्न चाहन्छु भनेदेखि होइन म उच्च शिक्षाको लागि गएको हो। पैसा भन्ने कुरा आफ्नो गाउँ छ। आफ्नो देशको माया मार्नु हुँदैन। जन्मभूमिको माया मार्नु भएन। देशमा कसले सत्ता चलाउँछ भन्ने कुरा थाहा नै छैन। यहाँ त भोलि नै मलाई बोलाएर गृहमन्त्री बनाइन्छन् भन्ने डर भइसक्यो। त्यो पनि त छ नि त होइन एउटा देशको। त्यहाँ भोलि देश चलाउने हिसाबले एउटा विद्वान भएर छोरो देशमा आउनु अनि विकास गर्नु भन्ने चाहिँ म शुभकामना दिन चाहन्छु। ल हाम्रो मेरो दाइ राजु दाइ हाम्रो भतिज भाइ चाहिँ आज अस्ट्रेलिया जानको लागि अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यहाँ छ। अब हामी यहाँ केही कुरा सोधौँ कता के गर्ने अनि त्यसपछि हामी चाहिँ अगाडि बढ्छौँ। अनि भाइलाई अब शुभयात्रा भन्दै कहाँ गयो? तलबाट अरे हाम्रो सौरभ भाइको चाहिँ कहिले अरे? अब म चाहिँ जुनमा जाँदैछु। जुनमा जर्मनी जाँदैछु। हाम्रो चाहिँ रोजेश भाइ र सौरभ भाइ चाहिँ एकदम बच्चादेखिको साथी है। बच्चादेखिको साथी सँगै पढेको। कहाँ यहाँबाट छिर्ने रहेछ हाम्रो? हजुर यहीँबाट हो। त्यहाँनिर भनेको नेपाली किन? नेपाली पैसा त धेरै किन उहाँ बोकेर के हाम्रो पछि आउँदा त चाहिन्छ अलिकति। अब भाइलाई चाहिँ अब जानको लागि भित्र छिर्न लाग्यो। ल अब अलिक मिलेन यार। ल भाइलाई अब शोभायात्रा राम्रोसँग जाने है।
केटाले फोन अलिक फोन चाहिँ गर्दैन गर्छ होला अब गर्छु नि किन गर्दिनँ ल फोन गर्छ भाइले फोन गर्छ राम्रो छ म मेसेज गर्दै गर्छु तिमीलाई ल ल हाम्रो टिकटको टाइम एन्ट्रीको यो टाइम 1 बजे हो तपाईँको 1 बजे उड्ने हो त्योभन्दा अगाडि जान्छ एन्ट्री अन्दरमा ल केटो अब हिँड ल अब केटो चिलमा छ लाइ केही टेन्सन छैन यता दाजुले हेरिरहनु भएको छ छोरो हिँडेको अब केटो पुगेर आउँछ चट्ट पढेर आउँछ मास्टर गरेर केटो त हेर्दै नि त यार घुम धालै क्या हो आँसु आयो क्या हो आउँदैन केटो तर अलिअलि मन त यसो उसो भइहाल्छ नि यार होइन ए धेरै रहेछ लाइन त ल त्यो बहिनी अर्कै देशमा ल अब केटोले फोन गर्दै गर्छ अब दाजुको पनि फ्लाइट कतिखेर हो ल दाजुले पनि खाँदा उडाएर अब रेडी पारेर ट्याक्क पारेर उडाउनु मलाई पर्दैन ल